नमस्ते। यहाँलाई वेद एप ट्युटोरियल भिडियोमा स्वागत छ। आज हामी वेद एटेन्डेन्समा होलिडे र होलिडे टाइप कसरी एड गर्ने भन्ने विषयमा कुरा गर्न गइरहेका छौँ। हजुरहरूले यहाँ लेफ्ट साइडमा सेटअप भनेर देख्न सक्नुहुन्छ। सेटअपभित्र गइसकेपछि तल होलिडे टाइप भनेर देख्न सक्नुहुन्छ र त्यसकै तल हामीले होलिडे भनेर देख्न सक्नुहुन्छ। पहिला हामी कुरा गरौँ होलिडे टाइपको। सो होलिडे टाइपभित्र गइसकेपछि हामीले यहाँ विकेन्ड, पब्लिक होलिडे भनेर अलरेडी हामीले डिफल्टमा देख्न सक्छौँ र त्यो बाहेक यदि कुनै अरू एक्स्ट्रा होलिडेहरू स्कुलमा जुन छ त्यो चाहिँ हामीले यहाँबाट एउटा नेमहरू चाहिँ क्रिएट गरिदिन पर्ने हुन्छ। सो यदि सबै नेमहरू क्रिएट गरिदिइसकेपछि अनि हामी कुरा गर्छौँ होलिडेको। जब हामी होलिडेमा गइसकेपछि अब हजुरहरूको स्कुलमा जुन डे कुन दिन बिदा हुन्छ त्योहरूको चाहिँ हामीले होलिडे टाइप राखिदिन्छौँ। एक्जामको लागि दसैँ भ्याकेसन सर्टकटमा 1002 र अब होलिडे टाइपमा चाहिँ कस्तो खाले होलिडे हो तपाईँहरूले यहाँ चुज गर्नुपर्ने हुन्छ र चुज गरिसकेपछि अब सबै डिपार्टमेन्टलाई हो कि स्टाफ वाइजलाई हो कि इम्प्लोइमेन्ट टाइप पार्ट टाइम फुल टाइमकोलाई हो त्यसैलाई हामी टिक गर्छौँ र गरिसकेपछि यदि डिपार्टमेन्ट हो अल हो भने त्यसलाई हामी इम्टी नै छोडिदिन्छौँ र यदि स्टाफ वाइज हो भने हामीले यहाँ स्टाफ सिलेक्ट गर्न मिल्छ र यदि इम्प्लोइ टाइपमा चाहिँ पार्ट टाइम हो या फुल टाइम हो भने हामीले यहाँ टिक गरेर चाहिँ चुज गर्न मिल्छ र अनि त्यसपछि जेन्डर वाइज पनि छ भने हामीले जेन्डर वाइज चुज गर्न मिल्छ होइन भने हामी अलमै राखिदिन्छौँ र स्टार्ट डेटमा चाहिँ कहिलेदेखि हुने हो र कहिलेसम्म हो त्यो हामी चुज गरिदिन्छौँ र कुन दिन पर्छ त्यो बिदा चुज गरिदिइसकेपछि हामीले सबमिट गरिदिन्छौँ र सबमिट गरेपछि हाम्रो यहाँ होलिडे टाइप क्रिएट हुन्छ। Way, transforming education through technology.